लो गाइस म चाहिँ हैन अहिले यहाँ चाहिँ बाख्राकोटमा बाख्राहरू यहाँ है बाख्राहरू है त गाइस त्यो बाख्राहरू छ अन्नै बाख्राहरू हैन टक्कसँग बाख्राकोटमा चाहिँ यहाँ गाइस छैन आगो फुक्न आएको है म चाहिँ आगो फुकिरहेको छु अनि गाइस यो चाहिँ आगो है अब आगो यसरी फुकिन्छ हैन टक्क अब आगो फुकेर चाहिँ अब यो बाख्रालाई चाहिँ अब यतिको आगो फुकिन भने त बुस्नाले मार्छ है अब यस्तो बुस्ना यति धेरै लाग्छ कि गाइस अब यसरी धो गर्नुपर्ने हुन्छ हैन अब यो सुकेकोले मात्रै हुँदैन अब सिटारो पनि हाल्नुपर्छ यसरी है अनि यो चाहिँ हरियो झार यसरी हाल्यो भने चाहिँ धुवा यसरी निस्किन्छ के अनि बाख्राहरूलाई पनि सजिलो हुन्छ नि त त्यसैले अब यो हरियो झार चाहिँ टन्न लिएर हाल्नु पर्ने छ एकदम अँध्यारो छ अम्ममा चाहिँ यहाँ तरकारी पाकिरहेको छ है त गोठमा आएको है फाइनल गाइस अम्मा कस्तो हैन अम्मा यति धुवा है त्यहाँ छ हैन टक्कसँग अब दबाइरहेको छ बाख्रालाई यसरी धुवा गरेर राख्नुपर्छ पटिक्क मजाले धुवा उडिरहेको छ है त अम्मा अब बाख्रा नै राम्रो भयो कि एउटा चोर बाख्रा यता उभो गरेर छोटो भिडियोमा हैन गाइस कस्तो लाग्यो है